भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत बुझा एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा रासोपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश भएको छ। तिमीहरूको 2/3 को सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। यसअघि जिल्ला अदालतले रविलाई 1 करोड धरोटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटोल इजलासका न्यायाधीश रमेश ढकाल र सुकृति प्राजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। कुनै दिन त यस्तो हुन्छ कि 4 वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहीबारको दिन 4 वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस्, यदि म राजनीतिमा हुन्न थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति हुन सक्ने जति जोड बल लगाएको छ। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु। जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुटतन्त्रलाई टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन। म टुलु आज यहाँ आइसकेपछि यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तर मलाई केही भन्नु छैन। अझै गर्न षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4 वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहीबारको दिन 4 वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर